हार्दिक नमस्कार। यो भिडियो मैले ब्रिस्क एआई टिचिङ एसिस्टेन्ट एप कसरी इन्स्टल गर्ने, कसरी चलाउने सम्बन्धमा र लेसन प्लान अनि युनिट प्लानहरू कसरी गर्ने, यसबाट अरू के गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन बनाएको हो। त्यसको लागि सर्वप्रथम हामीले ल्यापटप अथवा कम्प्युटरको कुनै पनि वेब ब्राउजर भनेको इन्टरनेट चलाउनको लागि चाहिने यस्ता वेब ब्राउजरहरू जस्तै मैले यहाँ देखाएको छु मेरो बटममा देख्न सक्नुहुन्छ गुगल क्रोम अथवा ब्रेभ जस्ता एपहरू हुनुपर्दछ अथवा इन्टरनेट एक्सप्लोरर जस्ता वेब ब्राउजरहरूमा जाने। यी वेब ब्राउजरहरूमा आफ्नो अकाउन्ट अथवा यो वेब ब्राउजर खुलिसकेपछि यस्तो खालको एउटा स्ट्रक्चर खुल्न सक्छ अथवा मैले अघि क्लिक गरे जस्तो आफ्नो अकाउन्ट क्लिक गर्नुपर्ने हुन्छ धेरै छ भने। र यो माथि जुन टप राइटमा तपाईँहरूले देख्नुभएको छ तीनवटा डट, यो तीनवटा डटभित्र यहाँ तपाईँ जानुभयो भने तल जाँदै गर्नुभयो भने तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ तल एक्सटेन्सन्स भन्ने देख्न सक्नुहुन्छ। एक्सटेन्सन्सको यो भिजिट क्रोम वेब स्टोर के त एक्सटेन्सन्सको भिजिट क्रोम वेब स्टोरमा जानुभयो भने यस्तो खालको विन्डोज ओपन हुन्छ। र यो विन्डोजमा माथि नै सुरुमै लेखिएको छ सर्च एक्सटेन्सन्स एन्ड थिम्स। यसमा BRISK ब्रिस्क ओके BRISK ब्रिस्क भन्ने टिचिङ एआई एसिस्टेन्ट फर टिचर्स यो एक्सटेन्सनलाई इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर क्लिक गरिसकेपछि एड टु क्रोम भन्ने जुन ब्लू साइडमा ब्लू बटन देख्नुभएको छ यसमा गएर एड टु क्रोम गरिदिनु होला र एड एक्सटेन्सन गरिदिनु होला। यसलाई थोरै समय लाग्छ एड हुनलाई, डाउनलोड हुनलाई। र यो जब डाउनलोड कम्प्लिट हुन्छ त्यसपछि यस्तो खालको स्ट्रक्चर आफै विन्डोज आफै ओपन हुन्छ र यहाँनिर तपाईँहरूले आई अग्री टु द ब्रिङ्स टर्म्स एन्ड कन्डिसन्स भन्नेमा क्लिक गर्नुभयो र आफ्नो इमेल एड्रेस हाल्ने हो भने यहाँ राख्नु होला, नभए कन्टिन्यू विथ गुगल, तपाईँको गुगल पहिले नै साइन इन छ भने यहाँ कन्टिन्यू विथ गुगल आउँछ अथवा यहाँ चाहिँ इमेल एड्रेस हाल्ने हो। मैले चाहिँ कन्टिन्यू विथ गुगल गरेर जान चाहन्छु र मेरो इमेलमा चाहिँ मैले क्लिक गरेँ भने यो चाहिँ अनि कन्टिन्यू गरेर म चाहिँ अगाडि बढ्छु र यसरी मैले चाहिँ कम्प्लिट गरिसकेको छु। र यो जब कम्प्लिट भयो अब भने यसलाई फर्दर त्यहाँ सेटअप गर्नु पनि मिल्छ, तर मैले चाहिँ नगरिकन तपाईँहरूलाई गराउन खोजेको कुरा चाहिँ वर्ड फाइल जस्तो माइक्रोसफ्ट वर्ड भने जस्तै गुगलको गुगल डक्स भन्ने छ docs.google.com यसमा जानु होला। यो चाहिँ माइक्रोसफ्ट वर्ड जस्तै एप हो, गुगल एप हो। यसलाई तपाईँहरूले आफ्नो गुगल अकाउन्ट जुन मोबाइलमा लगइन छ भने पनि यो चाहिँ त्यसमा पनि खुल्न सक्छ, मोबाइलमा यसको एप नै हुन्छ। र यसमा गइसकेपछि ब्ल्याङ्क डकुमेन्टमा जानु होला। ब्ल्याङ्क डकुमेन्टमा गइसके पछाडि यो जुन खुल्छ यसमा खुलिसके पछाडि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ ब्रिस्कको यहाँनिर राइट बटममा यो एपले क्रिएट भन्ने एउटा अप्सन दिएको छ। यसलाई क्रिएट गर्न सकियो भने यो क्रिएट गर्दा के क्रिएट गर्न मिल्छ, जस्तै क्विज गर्नु मिल्छ, रुब्रिक्सहरू गर्नु मिल्छ, सिलेबस, प्रोग्रेस रिपोर्ट, रिसोर्सेस, एक्जाम्पलर हैन। लेसन हामी चाहिँ यो लेसन प्लान र यो युनिट प्लानको लागि मैले बनाउँदैछु। यहाँ प्रेजेन्टेसन पनि बनाउन मिल्छ र लेसन प्लान युनिट प्लानहरू बनाउने क्रममा मैले चाहिँ अहिले एउटा सिकाउनको लागि लेसन प्लान गर्दैछु। यो लेसन प्लान भनेर भनियो यो भाषा चाहिँ केमा गर्ने, इङ्ग्लिसमा गर्ने अथवा नेपालीमा गर्ने हो भने यहाँ NEPAलाई नेपाली हाल्यो भने नेपाली पनि क्रिएट हुन्छ, नेपालीमा पनि दिन्छ यसले। नेपाली र सामाजिक विषयलाई नेपाली गरिन्छ भने अन्य सब्जेक्टलाई इङ्ग्लिस गर्न सकियो। र यहाँनिर जुन व्हाट सुड द लेसन प्लान कभर यो ग्रेड पनि हामीले अब कति ग्रेड हो, मेरो लागि मैले 10th ग्रेड बनाएँ अथवा मैले 9th ग्रेडको साइन्सको गराउँछु अहिलेलाई चाहिँ। र 50 मिनटको क्लास छ यहाँ चाहिँ डिफल्टमा, तर मैले 40 मिनटको गराउँछु किनभने हाम्रो 45 मिनटको क्लास छ। यहाँ 45 मिनटको अप्सन भने छैन। 40 मिनटको क्लासलाई हामीले 5 मिनट चाहिँ केही गरी मेन क्लासहरूमा 1-2 मिनट बढायौँ भने भइहाल्छ। ओके, अब चाहिँ मेरो यो लेसन प्लानमा मैले के कभर गर्दैछु भने मैले साइन्स सब्जेक्ट, हाम्रो सब्जेक्टहरू लेख्न पनि हुन्छ। सब्जेक्ट इज साइन्स अनि फ्याकल्टी इज बायोलोजी, मैले बायोलोजीको साइन्स बायोलोजीको काम गर्दैछु। सब्जेक्टभित्र टपिक हाल्न सकिन्छ। टपिक चाहिँ मेरो क्लासिफिकेसन अफ लिभिङ बिङ्स भन्ने छ, लिभिङ बिङ्स भन्ने छ। र यसमा यसको चाहिँ मैले मेरो लेसन हुनसक्छ इन्ट्रोडक्सन टु
classification, its importance, and binomial system of nomenclature। आज चाहिँ हामी एक दिनको लेसनमा यति कुराहरू पढाउन सकिन्छ। यसमा त छन त थुप्रै 5 किङडम सिस्टमहरू अनि विभिन्न किङडमहरूको क्लास क्यारेक्टरिस्टिक्सहरू पनि छ, तर मैले आजको क्लासमा चाहिँ यति पढाउँछु भनेर मैले यो तयार गरेँ। यस पछाडि भने यसमा मैले लर्निङ आउटकम्सहरू हाल्न पनि सक्छु, जति धेरै डिटेल दिन सकियो त्यति राम्रो हुन्छ। इन्ट्रोड्युस जति धेरै डिटेल हालिदियो त्यति धेरै यसले चाहिँ हामीलाई करेक्ट र हामीले चाहे जस्तो रिजल्ट दिन्छ, अथवा थोरै गर्यौँ भने पनि यसले आफ्नो हिसाबले बुझेर केही हदसम्म स्ट्यान्डर्डको राम्रो बनाएर दिन्छ। एन्ड टेल द साइन्टिफिक, त्यसको लागि जति सक्दो धेरै भन्दा धेरै डिटेलहरू राखिदिनु होला। अब जस्तै अब यहाँ फर इक्जाम्पल मैले यसमा फर इक्जाम्पल पनि थप्न चाहन्छु, जस्तो काउ होइन, अनि टाइगर, लियोपर्ड, त्यस्तै गरी क्याट, डग, ह्युमन, त्यसै गरी सुगर केन, अनि फ्रग, अर्थवर्म, केही कमन अर्गानिजमहरू मैले नाम पनि लेखिदिएको भनेको त यसलाई पढाउनलाई हामीलाई बनाइदिनलाई अझै इजी हुन्छ कि भन्ने हिसाबले। अनि त्यस्तै गरी अरू लर्निङ आउटकम्सहरू हुनसक्छ, डिफाइन जिनस, द बेसिस अफ concept of species, and define species as the basic unit of classification। मैले यति कुराहरू राखेँ अहिले चाहिँ। अनि अरू पनि केही कुराहरू हामीले जति सकिन्छ ती कुराहरू हामीले इन्क्लुड गरेर यसलाई लेसन प्लान गराउनको लागि कमान्ड दियौँ भने यसले यसरी हामीलाई करिब 2 मिनटको समय लाग्छ। अहिले यो भिडियो बन्दै गर्दा 7 मिनट 8 मिनट लागिरहेको छ, तर यो त सेटअप गर्दा समेतको समय हो नि त। अनि यो सेटअप भइसकेपछि अब दोस्रो पटक सेटअप गरिरहनु पर्दैन, एकपटक सेटअप भएपछि हुन्छ। र यसले चाहिँ हामीले यसलाई कमान्ड दिने र त्यो दिएको कमान्ड अनुसारको नतिजाहरू निकाल्ने काम हो। अब जस्तै हाम्रो यहाँनिर हाम्रो लेसन प्लान तयार भइसकेको छ, हेरौँ के कस्तो लेसन प्लान यसले जेनेरेट गरिदियो। ओके, हामीले जे लेखेको थियौँ ती कुराहरू लेखेको छ। अनि understand the importance of classification in biology, explain the binomial system of nomenclature, identify the scientific names of common organisms, define genus and species as basic units of classification भन्ने छ। एटेन्सन ग्राबर गर्नको लागि अब यो अघि मैले प्र्याक्टिस गर्दै थिएँ, यो भिडियो चाहिँ तयार भएन, यसमा आवाज आएन, त्यति बेलाको यो एटेन्सन ग्राबर र अहिलेको एटेन्सन ग्राबर डिफ्रेन्ट छ होइन। भनेको मतलब विभिन्न टाइमिङमा विभिन्न कोड अनुसार फरक रिजल्ट पनि दिन्छ। यसले रेलिभेन्सहरूको कुराहरू गरेको छ होइन। इम्पोर्टेन्स अफ क्लासिफिकेसनको लागि डिस्कसनको के कसरी गर्ने, की पोइन्ट्सहरू के कुराहरू छन् त्यहाँ हामीले बताउनु पर्ने कुराहरू। बाइनोमियल नोमेनक्लेचर कस्तो हो, 15 मिनट क्लास राखेको छ यसलाई। इन्ट्रोडक्सन, स्ट्रक्चर, एक्जाम्पल्स होइन, अनि त्यहाँ एक्जाम्पल्स पनि अघि हामीले राखेका कुराहरू राखिदिएको छ। थप पनि गर्नुपर्ने हो, तर जस यति कुरा गऱ्यो। तर हामी त टेक्स्ट बुकहरूमा पनि त यी कुराहरू के कस्तो छ भन्ने कुरा त टेक्स्ट बुकमा पनि भेट्न सक्छौँ र त्यस अनुसार पनि पढाउन सक्छौँ। त्यसै गरी एक्टिभिटीहरू, डिभाइड क्लास इन्टु पेयर्स, इच पेयर चुजेज एन एनिमल एन्ड ट्राइज टु गेस इट्स साइन्टिफिक नेम, डिस्कस एन्ड करेक्ट एज अ क्लास। ल हेर्नु त यो एक्टिभिटीहरू पनि कस्तो राम्रा एक्टिभिटिजहरू यसले सिलेक्ट गरिदिएको छ। त्यसै गरी जिनस एन्ड स्पिसिसको बारेमा पनि, जिनसलाई स्पिसिसलाई डिफाइन गर्ने कुरा, एक्जाम्पलको कुराहरू, कन्क्लुजन एन्ड रिभ्यूहरू कसरी गर्ने, र क्लासलाई हेर्नु न समय पनि बाँडिदिएको छ। 3 मिनट यहाँ कन्क्लुजन गर्नको लागि, 10 मिनट जिनस स्पिसिसमा बोल्नु भनेर। त्यसै गरी माथि बाइनोमियल नोमेनक्लेचरमा 15 मिनट, यो समय पनि यसले डिभिजन गरिदिएको छ। र त्यो अनुसार हामीले क्लास लयौँ भने एकदम इफेक्टिभ क्लासहरू चल्न सक्छन्।
क्विक क्विजहरूका कुराहरू र होमवर्क अनि एसाइनमेन्ट सहित चाहिँ यसले लेसन प्लानलाई कन्क्लुड गरेको छ। यसरी हामीले लेसन प्लान तयार गर्न सकिन्छ र तयार गरेको लेसन प्लानलाई क्लासमा लिएर क्लासलाई एक्टिभ बनाउन सकिन्छ। थ्याङ्क यू सो मच।